हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज मैले के ब्लग लिएर आएको छु भनेपछि सबैजनासँग म एउटा बिन्ती गर्न चाहन्छु। मेरो आइडीमा के भयो भनेपछि मैले 1-2 दिन अगाडिबाट मैले 7 दिन अगाडिबाट मैले कन्टेन्ट हाल्न चालु गरेको थिएँ। मेरो युट्युब च्यानलमा भिडियो हाल्न चालु गरेको थिएँ। मैले लगातार मैले 7 दिनसम्म हालिसकेको थिएँ। त्यसै गरी के भयो भने चाहिँ बिचमा मैले 2-3 जनाको फेसहरू मैले देखाइदिएको थिएँ आइडीमा, अनि उनीहरूलाई मन परेन मेरो भिडियो। त्यसैले मैले पनि सबै भिडियो डिलिट गरिदिइसकेको छु। हजुरहरू दुःख नमान्नु होला, मेरो नयाँ भिडियोमा सब आउनेछ, धमाकेदार आउनेछ भिडियोहरू। सबैजनाले सब्सक्राइब गरिदिनु होला च्यानलमा। यसै गरी म अर्को टपिकमा कुरा गर्दै थिएँ, नेपालको राजनीतिलाई लिएर। नेपालीको राजनीति वर्तमानका प्रधानमन्त्री श्री केपी शर्मा ओली, त्यसलाई म के भन्न चाहन्छु भने त्यो चोरलाई, गुन्डालाई, त्यो केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हाम्रा रवि लामेछानेलाई फसाउने त्यही थियो। किनकि हामी रवि लामेछाने, बालेन्सा, हर्क साम्पाङ, गोपी हमाल, धनगढीको मेयर सबैजनालाई हामीले साथ सपोर्ट दिएर एकै ठाउँमा ल्याउनुपर्छ। हाम्रो जेनजीको अगुवा भन्ने होला सुदन गुरुङ, उहाँले जे काम गर्नुभएको छ यो सही काम छ। मैले यसै गरी भिडियोहरू म रेगुलरली बनाउनेवाला छु। मेरो 5वटा भिडियो मेरो डिलिट भएको थियो, त्यसैले मलाई धेरै दुःख लागेको छ 5वटा भिडियो डिलिट भएर। मैले त्यही पनि केही छैन, म अझै आजबाट फेरि स्टार्ट गर्नेवाला छु। भिडियो मेरो रेगुलरली भिडियो आउँछ, कसैले पनि देखाउनेवाला छैन। म भिडियोमा म बाहेक सबैजनाले सब्सक्राइब गरिदिनु होला च्यानलमा, किनकि मबाट दिनकै नयाँ भिडियो आउनेवाला छ। 1000 जना फलोवरमा मेरो गिभ अवे पनि हुनेवाला छ। 1000 जना फलोवर भयो भने हजुरहरूले एकजनालाई गिफ्ट मिल्नेवाला छ। फाइनल्ली मैले कन्टेन्ट बनाउँछु भनेर मैले 100 दिनसम्म रेगुलरली भिडियो बनाउँछु भनेर मैले वादा गरिसकेको छु। त्यसैले 100 दिनसम्म मेरो आइडीमा रेगुलर भिडियो आउनेछ। 100वटा भिडियो 100 दिनमा मेरो 1000वटा सब्सक्राइबको च्यालेन्ज छ। 1000 जना सब्सक्राइब गर्नेवाला छ मैले 100 दिनमा। अब त्यसै गरी हजुरहरूले मलाई साथ सपोर्ट गरिदिनु होला, मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। अनि त्यसपछि मेरो इन्स्टाग्राम आइडी नै छ, अनि त्यसपछि टिकटक आइडी नै छ, अनि त्यसपछि युट्युब च्यानल पनि छ, फेसबुक पेज पनि छ है। सबैजनाले फेसबुकमा गएर सब्सक्राइब, लाइक, फलो सबैजनाले गरिदिनु होला। त्यसै गरी मेरो एउटा नयाँ गाना पनि मैले रिलिज गर्दैछु है। नयाँ गाना थोरै हजुरहरूलाई यसमा सानो क्लिप सुनाइदिन्छु। मैले एउटा गाना लेखेको छु 4-5 दिनदेखि। एउटा गानालाई म त्यो गानालाई रिलिज गर्नेवाला छु। छिटै नै आउनेछ, 2-3 दिन, 1 हप्ताको भित्र मेरो त्यो गाना रिलिज हुनेवाला छ। बब्बाल धमाका बज्नेवाला छ युट्युबमा है गाइज, धमाका हुनेवाला छ। हजुरहरूलाई सानो क्लिप सुनाउन चाहन्छु। एक मा काडे मैले केक, जसै तेरो मेरो भेट, दुश्मनको गाडी सेट है। आउनेछ है, बब्बाल आउनेछ। एक मा काडे मैले केक, जस्तै तेरो मेरो भेट, दुश्मनको गाडी सेट, धेरै बोल्ने मुजीको मुखमा लगा टेप। आउँछ है बिस्तारै गाइज। अब म के भन्न चाहन्छु भने चाहिँ म यसै गरी अब बाहिर जानेवाला छु घुम्नलाई। हजुरहरूले मेरो आइडीलाई प्लिज सब्सक्राइब गरिदिनु होला। हजुरहरूले मलाई केही नगर्नु, सब्सक्राइब गर्नुहोस्। त्यसपछि म भिडियोहरू मेरो दामी आउनेवाला छ। मसँग अहिले फिलहाल एडिटिङ गर्नको लागि पनि मसँग केही छैन, भिडियो बनाउनका लागि पनि मसँग केही छैन। हेर्नुहोस् मैले के गरेर जुगाड गरेको छु है। हेर्नुहोस् है, यो मेरो कम्पनीको यो यस्तो हो। त्यसैले मैले यहाँ स्ट्यान्ड बनाएर, स्ट्यान्ड पनि छैन मसँग, किनकि म अहिले भर्खर च्यानल स्टार्ट गरेको, मसँग केही पनि छैन अहिले। किनकि म पछि मलाई थाहा छ भविष्यमा म 4-5 वर्षपछि 4-5 वर्षसम्म रेगुलरली युट्युबमा काम गर्नुपर्छ। त्यसपछि मेरो भिडियोहरू ग्रो हुनेवाला छ। हजुरहरूलाई म के भन्न चाहन्छु भने चाहिँ सबैजनाले यस्तो होइन कि मलाई सब्सक्राइबै गर्नु भन्ने छैन, किनकि हजुरहरूलाई मनपर्छ भने चाहिँ सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला सबैजनाले। मेरो अर्को भिडियोमा पनि हजुरहरूलाई लिनेवाला छु। त्यसपछि किनकि मेरो भिडियो 50 दिनपछि मेरो Q&A भिडियो आनेवाला छ। 50 दिनपछि म यसै गरी एउटा सानो कन्टेन्ट क्रिएटर हो। त्यसैले म अहिले सुरतको गुजरातमा बस्छु, गुजरातको मिनी बजारमा। म घर जानेवाला पनि छु यही वर्षमा। मेरो एउटा केही चिज हुनेवाला छ, प्लानिङ गरेको छु। सबैजनाले हेरिदिनु होला, जोडेरै जाने होला। यो भिडियोमा मेरो
यो सालमा कमसेकम अब धेरै भन्न सक्दैन 4-5 महिनामा केही खुसीको खबर आनेवाला पनि छ। खुसीको खबर आएपछि हजुरहरूलाई अभियसली थाहा भइहाल्छ सबैजनालाई, किनकि सबैजना मेरो युट्युबमा मेरो रेगुलर भिडियो आउँछ। त्यसपछि युट्युबमा जोडिने भएको दाइ दिदी भाइहरू सबैजनाले हेरि नै हेर्नुहुन्छ। भाउजू पनि आउन सक्छ है, भाउजू आउनेवाला छ है, भाउजू शादी गर्नेवाला छु मैले हजुरहरूलाई भनिदिइहालेँ, केही छैन। म भन्छु सबैलाई जे हो रियालिटी त्यही भन्छु। म बिहा गर्नेवाला छु वैशाखसम्म, वैशाखसम्म मेरो बिहा पनि हुनेवाला छ। अब हजुरहरूले के भन्नुहुन्छ होला, फेरि यति सानोमा बिहा गर्नु, किनकि मेरो एज पनि भइसक्यो। म मिडल क्लास फ्यामिलीबाट हो, मसँग त्यति केही पनि छैन, मैले त्यस्तो केही पनि होइन। म बाहिर जान लागेको छु, घरमा पनि कोही छैन, त्यसैले अब हजुरहरूले साथ सपोर्ट गरिदिनु होला सबैजनाले है। भाउजू अहिले म उसको नाम फेस रिभिल गर्न सक्दैन, किनकि ऊ अहिले भन्नु न उसलाई यस्तो कुरामा इन्ट्रेस्ट छैन। मैले पनि अब च्यालेन्ज लिएको छु, च्यालेन्ज एक्सेप्ट पनि गरेको छु। अनि त्यसपछि मेरो भिडियोमा सबैजना जोडिनु भएको साथीभाइहरूलाई म के भन्न चाहन्छु भनेपछि मेरो 5वटा भिडियो मलाई यति दुःख लागिरहेको छ। 5वटा भिडियोमा मेरो 1 भ्यू भए पनि मलाई केही हुन्न थियो, 1 भ्यूले पनि मलाई धेरै अगाडि बढाउँछ। त्यसैले 5वटा भिडियो मेरो डिलिट भएको छ गाइज। केही छैन, म अझै ग्रो गर्नेवाला छु आइडियालाई। फेरि सक्दो सबैजनाले ग्रो गरिदिनु होला आइडियालाई, मेरो यो च्यानललाई सब्सक्राइब गरिदिनु होला, सबजनाले सेयर गरिदिनु होला। त्यसपछि यो भिडियो पनि आजै आउनेवाला छ। मेरो एउटा भिडियो भर्खरै पोस्ट गरेको छु मैले, यो भिडियो पनि अब पोस्ट हुनेवाला छ, किनकि मलाई धेरै टेन्सन भएर मैले यो भिडियो बनाएको। यो चाहिँ मेरो कम्पनीको चस्मा, त्यही पनि म लगाएर भिडियो बनाउनु आज कस्तो देखिन्छ। हाम्रो कम्पनीको च्यानल चाहिँ ट्रान्समिट आइएर छ, च्यानल चाहिँ हाम्रो कम्पनीको। अरे एम्बुलेन्स आयो, कोही बात नै, थोरै आवाज आउँछ, किनकि हामी एडिटर त्यस्तो एडिट पनि गर्न आउँदैन मलाई है। त्यसै गरी यसलाई खोलेर लगाउँ। यो हेर्न सक्नुहुन्छ ट्रान्समिट लेखेको छ, यो हाम्रो कम्पनीको चस्मा हो। म जहाँ काम गर्छु त्यही कम्पनीको चस्मा हो। ठिक छ के गर्ने, अब सबैलाई देखाउनलाई पनि लाउनै पऱ्यो, भिडियोमा देखाउनलाई। अब सबैजनाले मेरा सब्सक्राइबरहरूले सबैजनाले यस्तै भिडियोहरू च्यानलहरूलाई सब्सक्राइब गरिदिनु होला। नयाँ नयाँ भिडियो आउनेछ, दिनकै रेगुलरली भिडियो आउनेवाला छ मेरोमा। ठिक छ, बाई गाइज, फेरि भेट्नेवाला छौँ हामी निकै नै भोलि। फेरि मेरो नयाँ भिडियो आउनेवाला छ। अब आज मैले यो भिडियो किन लिएर आएको भने सबैलाई चेतना फैलाउनको लागि, किनकि मेरो 5वटा भिडियो डिलिट भएको छ। 5वटा भन्दा बढी भिडियो मेरो डिलिट भएको छ। कोही बात नै, म यस्तो केही पनि छैन। 5वटा भिडियो म एक दिनमै 5वटा भिडियो पनि पोस्ट गर्न सक्छु, केही छैन। किनकि मेरो आज 2टा भिडियो भइसक्यो रेगुलरली आउन लाग्यो। आज 7 दिन भयो मेरो रेगुलरली भिडियो आउन लाग्यो। रिलमा पनि लाइक गरिदिनु होला सबैजनाले, किनकि मेरो रिलहरू पनि राम्रै आउँछ है। ल बाई गाइज, फाइनल्ली